आज पनि नयाँ भ्लग लिएर उपस्थित भएको छु है साथीहरू हजुरको माझमा। अनि हजुरहरू सन्चै हुनुहुन्छ होला, म पनि ठिकै छु आजलाई। आज चाहिँ साथी हो सानो यहाँ काम गर्नु पऱ्यो। यहाँ के अरे काँक्राहरू रोपेको खाना दिन लाग्छु। पछि काँक्रा फल्यो भने पनि साथीहरूलाई म देखाउँछु, खाना पनि आउनु होला। यहाँ थोरै काँक्राको बोटहरू पलाउँदैछ, यस्तो गरेर हालिन्छ। अनि यिनीहरू बिस्तारै देखाउँदै जाउँ न। यस्तो छ साथी करेसो बारी, यहीँ सानो यसमा फर्सीहरू। फर्सी खासै राम्रो, भर्खरै यस्तो यस्तो भएको छ। यो सिजन नभएपछि नहुँदो रहेछ। यो के भन्छ सयपत्री फुल के हो सेतो सेतो भयो? त्यही त यो सिजन नभएर होला कि सायद नभएको। यहाँ ए यसले खाने रहेछ। ज्यान मारे साथी हौ, ज्यान मार्ने होइन, मैले खाने हो नि त, उसले खाने होइन। त्यही भएर मैले त्यसलाई हत्या गरिदिएँ। यता यसो अलिअलि छ, खासै छैन। सिस्नो रोपेको छु भर्खरै। यो सिस्नुको बोट छ साथी हो, सानो छ। बेला बेलामा रिस उठ्यो भने मलाई हान्न सिस्नुले हान्न आउँछन्। यो चाहिँ लेखको साथी एकदमै, यो नेपालमा के भन्छ माथि लेकतिर मात्रै पाइन्छ। यो के भन्छ हामीले भाङराङको लुगा लगाउँछौँ नि, त्यो सिस्नो हो क्या यो। कति गते 12 गते 12 गते मुन्टा थोरै फर्सी अस्ति रोपेको थियो, अलिकति टिपेर पकाउनेको अवस्था। चाँडै खाइन पाइँदो रहेछ, मेहनत गरेर। कालो भइरहेको छु म, बारीबाट निक्लेको भर्खरै। गर्मी छ, रिस उठेर रिस पनि उठाएर। रिस उठ्छ नि त मान्छे भएपछि कहिलेकाहीँ, होइन र? अर्ग्यानिक हो यो? हो त, के कुखुराको ऊ मात्रै हालेको मल, केही पनि छैन। आफ्नो बारीको केही पनि नहालेको, विषादी नहालेको मिठो हुन्छ। बारीभन्दा पनि थोरै छ, यदि थोरै मकै बारीभित्र 1-2वटा रोपेको त्यो देखाउनु। अब केही दिनपछि सिमीहरू फल्दैछ, खान मिल्छ। सिमीहरू टिपेको पनि देखाउँछु हजुरहरूलाई।